17,000 जनताको रगतलाई रजाई बनाएर ओडिरहे प्रचण्डले गणतन्त्रको पालो कुर्सी सत्ता र पावरको अनुभव लिने ठाउँ मात्र बन्यो प्रधानमन्त्री कार्यालय। यो एउटा राजनीतिक ट्रेन्ड नै भइसकेको थियो। उक्त केपी ओलीको विरुद्धमा बोल्नेलाई जेल हाल्ने दर्ता नभएको भन्दै 26 वटा एप्सहरू बन्द गर्यो, जुन 76 जनाको मृत्यु र हजारौं घाइते भए। सन् 2006 मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी नेता प्रचण्डले हस्ताक्षर गरेको शान्ति सम्झौताबाट सुरु भएको 10 वर्षीय गृहयुद्धले मे 28, 2008 मा नेपालको 237 वर्ष पुरानो राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो। 2008 अप्रिलमा सम्पन्न संविधान सभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी माओवादी सबैभन्दा ठूलो दल बनेर 18 अगस्त 2008 मा नेपालको पहिलो गणतान्त्रिक प्रधानमन्त्रीको रूपमा प्रचण्डले शपथ ग्रहण गरे। प्रचण्डको यो कार्यकाल लामो समय टिक्न सकेन। अन्तत प्रचण्डले 4 मे 2009 मा प्रधानमन्त्रीबाट राजीनामा दिए। प्रचण्डको राजीनामा भएपछि 22 दलको गठबन्धनले माधव कुमार नेपाललाई सरकार प्रमुख बनायो र 25 मे 2009 मा प्रधानमन्त्री बने। शान्ति प्रक्रियामा खास गरी सेना समायोजन र संघीयता जस्ता विषयमा सहमति हुन नसक्दा संविधान निर्माणमा गतिरोध उत्पन्न भयो। 30 जुन 2010 मा राजीनामा दिएका थिए, तर नयाँ प्रधानमन्त्री चयन नहुन सक्दा उनी 6 फेब्रुअरी 2011 सम्म कार्यवाहक प्रधानमन्त्रीकै रूपमा बसे। 7 महिनाको राजनीतिक गतिरोध पछि झलनाथ खनाल 6 फेब्रुअरी 2011 मा प्रधानमन्त्री बने। उनको छोटो कार्यकालमा मुख्य जिम्मेवारी संविधान लेखनको समस्या समाधान थियो, तर संविधान सभामा सहभागी जुटाउन नसकेपछि उनी पनि ढिला भएर 14 अगस्त 2011 मा पदबाट राजीनामा दिनुभयो। झलनाथ खनालको राजीनामा पछि 29 अगस्त 2011 मा डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री बने। डाक्टर बाबुराम भट्टराई पूर्व माओवादी सेनालाई राष्ट्रिय सेना वा सामाजिक पुनर्स्थापना कार्यक्रम मार्फत एकीकरण र पुनर्स्थापनामा काम गर्नुभयो। चुनाव घोषणासम्म संविधान जारी हुन सकेन। मार्च 14, 2013 मा स्वास्थ्य कारण र राजनीतिक मस्यौदा अन्त्यका बहानामा उनले राजीनामा दिनुभयो। प्रमुख राजनीतिक दलहरूको सहमतिमा र राष्ट्रपति रामवरण यादवको आदेश अनुसार प्रधान न्यायाधीश खिलराज रेग्मीलाई तत्कालीन प्रधान न्यायाधीश हैसियतमा 14 मार्च 2013 मा अन्तरिम सरकारको प्रधानमन्त्री बनाए, जुन सरकारको काम थियो दोस्रो संविधान सभाको निर्वाचन बनाउने। 2013 को जुन महिनामा तोकिएको चुनाव पछि सरेर नोभेम्बर 2013 मा सम्पन्न भयो। 2013 को निर्वाचनपछि नेपाली कांग्रेस र CPN-UML प्रमुख शक्ति बनेर आए, जसले गर्दा संविधान निर्माणको प्रक्रियाले गति लियो। दोस्रो संविधान सभाको चुनावमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेपछि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र कांग्रेसको गठबन्धनले उहाँलाई संसदमा भएको मतदानमा सुशील कोइरालाले 105 मत पाएर 2/3 को समर्थनमा 11 फेब्रुअरी 2014 मा प्रधानमन्त्री निर्वाचित भए। उनले 7 वर्षदेखि रोकिएको संविधान निर्माण प्रक्रियालाई सहमति सम्झौता मार्फत अघि बढाएर 20 सेप्टेम्बर 2015 मा नेपालको नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्यो, जहाँ धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र, समानुपातिक प्रतिनिधित्व जस्ता आधारहरू संस्थागत भए। अन्ततः तिनै प्रधानमन्त्री सुशील कोइरालाले 10 अक्टोबर 2015 मा राजीनामा दिए। नयाँ संविधान जारी भएपछि माओवादी केन्द्र र मधेसी जनअधिकार फोरम लगायत कयौं दलको समर्थनले 12 अक्टोबर 2015 मा केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बने। उनले नयाँ संविधान कार्यान्वयन, भूकम्प पछिको पुनर्निर्माण र भारतले लगाएको अघोषित नाकाबन्दीको विरुद्धमा उनले दृढ अडान लिए, जसले गर्दा उनलाई राष्ट्रवादी नेताको छवि प्राप्त भयो। भारतसँगको व्यापार सम्बन्धलाई विविधीकरण गर्ने प्रयास स्वरूप चीनसँगको सम्बन्धलाई मजबुत बनाए, तर इन्धन, खाद्य अभाव, महँगीले समस्याहरू झन थपी। 14 जुलाई 2016 मा ओलीले राजीनामा दिए। ओलीको राजीनामा पछि गठबन्धन सरकार बनाउने तयारी सुरु भयो। 4 अगस्त 2016 मा राजनीतिक समीकरण अनुसार प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बने। उनको दोस्रो कार्यकालको प्रमुख उपलब्धि भनेको स्थानीय तहको निर्वाचन। यद्यपि गठबन्धनको अस्थिरताका कारण उनी ठूला नीतिगत सुधार गर्न सकेनन्। 14 मे 2017 मा उनले पदबाट राजीनामा दिए। 7 जुन 2017 मा चौथो पटक शेरबहादुर देउबा संघीय लोकतान्त्रिक गणतन्त्रमा पहिलो पटक प्रधानमन्त्री बने। संघीय संरचना अनुसार भएको प्रतिनिधि सभा र प्रदेश सभा सहितको सबै निर्वाचन सम्पन्न भएपछि उनको पार्टी चुनावमा अपेक्षित पाएन। मतदानमा नेपाली कांग्रेसको प्रदर्शन कमजोर रह्यो। देउबाले फेब्रुअरी 15, 2058 मा राजीनामा दिए। 2017 को प्रतिनिधि सभा चुनावमा वाम गठबन्धन एमाले र माओवादी केन्द्रले ऐतिहासिक बहुमत ल्यायो। 15 फेब्रुअरी 2018 ओलीले 208 प्राप्त गरी प्रधानमन्त्री बने। त्यसपछि एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी NCP बने, नेपालकै इतिहासकै सबैभन्दा शक्तिशाली एकदलीय सरकार। यो 2008 पछि आएको सबैभन्दा स्थिर र लामो अवधि भएको सरकार थियो। स्थिरता भए पनि कार्यान्वयन अत्यन्त विवादास्पद रह्यो। यस कार्यकालमा उनले नेपालको नयाँ राजनीतिक नक्सा जारी गरे, जसमा भारतसँग विवादित लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश गरिएको थियो। चीनसँग सम्बन्ध मजबुत बनाए। यद्यपि सरकार स्थिर देखिन्थ्यो, तर पार्टीभित्रको
द्वन्द्व गहिरो थियो। ओलीले संसदमा 2 पटक संसद विघटन गर्ने निर्णय गरे। त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको सिफारिसमा संसद विघटन गरे। 14 मे 2021 मा प्रधानमन्त्रीबाट राजीनामा दिए। तत्कालीन प्रधानमन्त्रीले संसद विघटन गरेपछि उत्पन्न भएको अवैधानिक अवस्थालाई सर्वोच्च अदालतले उल्टायो। उक्त निर्णयपछि कांग्रेस र माओवादी केन्द्र र एमालेका केही नेताहरूको समर्थनमा सर्वोच्च अदालतले धारा 76(5) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेश जारी गर्छ र 13 जुलाई 2021 मा देउवा 5औं पटक देशको प्रधानमन्त्री बन्छ। त्यसपछि सुरु हुन्छ देउवाको 5औं कार्यकालको मुख्य उपलब्धि राजनीतिक स्थिरता पुनर्स्थापित गर्नु र 2022 को संघीय निर्वाचनको व्यवस्था गर्नु थियो। यद्यपि उनको प्रशासनलाई भ्रष्टाचार अध्यादेशको दुरुपयोग गरी पार्टी विभाजन गराएको आरोप लाग्यो। अर्कोतर्फ पुष्पकमल दाहाल प्रचण्डले अनपेक्षित रूपमा CPN-UML को साथ लिएर नयाँ गठबन्धन बनाएर देउवालाई प्रतिस्थापन गर्दै 2022 डिसेम्बर 26 मा सरकार परिवर्तन भयो। 2022 को चुनावपछि CPN-UML, RSP, RPP, JSP, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदहरूको समर्थन पाएर 26 डिसेम्बर 2022 मा प्रचण्डले शपथ ग्रहण लिएर पालो कुर्सी सत्ता र पावरको अनुभव लिने ठाउँ मात्र बन्यो प्रधानमन्त्री कार्यालय। 17,000 जनताको रगतलाई रजाई बनाएर ओडिरहे प्रचण्डले गणतन्त्रको खोज, तर देशमा भने जनताले सोचे जति पनि विकास हुन सकेन। गठबन्धन पनि यस्तो भयो कि आज समर्थन गरेर प्रधानमन्त्री बनाउने अनि फेरि समर्थन फिर्ता लिने यो एउटा राजनीतिक ट्रेन्ड नै भइसकेको थियो। उता सबै पार्टीले समर्थन फिर्ता लिएपछि बनाउन सकेन र प्रचण्डको कार्यकाल 12 जुलाई 2024 मा समाप्त भयो। यही बेला उता एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने नेपाली कांग्रेससँग गठबन्धन गरेर एउटा बलियो गठबन्धन बनाइसकेका थिए, किनभने नेपाली कांग्रेस र नेकपा एमाले देशकै पहिलो र दोस्रो ठूलो राजनीतिक दल थियो। 15 जुलाई 2024 केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त हुन्छ। उनको उद्देश्य थियो राजनीतिक अस्थिरता रोक्न, समृद्ध नेपाल, सुखी नेपाली बनाउनु। नेपालमा 2008 पछि धेरैवटा सरकार फेरेका थिए, त्यसैले सरकार स्थिरता बनाउनु थियो। तर यही बेलासम्म देशमा जनता पटक पटक विभिन्न सरकारदेखि धेरै फ्रस्ट्रेसन भइसकेका थिए, किनकि यतिन्जेल देशमा विकासका नाममा भ्रष्टाचार धेरै नै तीव्र गतिमा भइरहेको थियो। उनको सरकारले भ्रष्टाचारतिर ध्यान नदिएको, उल्टै भ्रष्टाचारीलाई संरक्षण गरेको र सरकारको विरुद्ध विशेषतः केपी ओलीको विरुद्धमा बोल्नेलाई जेल हाल्ने गरेको हुनाले विभिन्न आरोप लगाउनेको संख्या तीव्र गतिमा बढ्न थाल्यो। देशमा बेरोजगारीको संख्या बढ्यो, लाखौं युवा वैदेशिक रोजगारमा विदेश जान, त्यसमा पनि घोटाला भएको आरोप लाग्यो। उनै ओली सरकारका गृहमन्त्री रमेश लेखक भिजिट भिजा प्रकरण मुछिएको कुराले झन उग्र रूप लियो र यतिन्जेलसम्म प्रधानमन्त्री केपी ओली विरुद्ध केपी चोर देश जस्ता नाराहरूले नेपाल मात्र होइन नेपाली हुने जुनसुकै देशमा पनि लागिरहेका थिए। यसो देख्दा सरकार सचेत बन्न सकेन, उल्टै तानाशाही बन्दै गयो। त्यसैले जनताले नेपो बेबी ट्रेन्ड सामाजिक सञ्जाल फेसबुक टिकटकमा चलाए। यही दौरान ओली सरकारका सञ्चार मन्त्री पृथ्वी गुरुङ फेसबुक, व्हाट्सएप, युट्युब जस्ता सामाजिक सञ्जाल नेपालमा दर्ता नभएको भन्दै 26 वटा एप्सहरू बन्द गर्यो। जुन कुरा खास दर्ता नभएको होइन कि सूचीकरण नभएको भन्ने थियो। अब सरकारले यसरी फेसबुक, व्हाट्सएप, मेसेन्जरहरू बन्द गर्दा आफ्नो फ्रस्ट्रेसन पोख्ने ठाउँ नै पाएन, साथै देश छोडी परदेशमा बस्नेसँग कुरा गर्न मिल्ने पनि भएन। भ्रष्टाचारको विरुद्धमा सोसल मिडियामा बोल्दा सरकारले सोसल मिडिया नै बन्द गर्दा जनता रिसले आगो नै भएर सेप्टेम्बर 8 र 9 मा भ्रष्टाचार विरुद्ध जेन्जी प्रोटेस्ट भयो। जेन्जी प्रोटेस्टमा 76 जनाको मृत्यु र हजारौं घाइते भए। सेप्टेम्बर 9, 2025 मा ओलीले तत्कालीन राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा पत्र बुझाए। केपी ओलीको राजीनामापछि जेन्जीहरू संसद विघटन गरेर आफैले चुनेर पूर्व न्यायाधीश सुशीला कार्कीलाई 12 सेप्टेम्बर 2025 मा नेपालको पहिलो महिला प्रधानमन्त्री बनाए। उनी अन्तरिम सरकार प्रमुख हुन साथ सम्पूर्ण जेन्जी प्रोटेस्टमा भएका मृतकलाई 10 लाख र घाइतेलाई निशुल्क उपचार गर्ने निर्णय लिए। हाल उनी अन्तरिम सरकार प्रमुख हुन्। उनको काम हो चुनाव बनाउनु, देशमा शान्ति वातावरण बनाइराख्नु। तर पनि अहिले देशमा अवस्था झन्झनै आन्दोलनपूर्ण छ, किनकि नेकपा एमाले अहिलेको सरकार विरुद्ध छ र जेन्जी एमाले विरुद्ध। अहिलेको सरकारले अर्थात् जेन्जी सरकारले भ्रष्टाचारीलाई कारबाही नगरेको 8 र 9 गते आन्दोलनमा मृत्यु हुनुको मुख्य कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सिडिओ छवि रिजाललाई पनि जेल नहालेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानमन्त्री सुशीला कार्की विरुद्ध केही जेन्जीहरूले आवाज भने उठाइरहेका छन्। स्वच्छ छवि भएकाले प्रधानमन्त्री चयन गरेका जेन्जी अहिले पुनः आरोप लगाउन थालेका छन्। मौका कुरेर बसेकाहरूले राजनीति बुझ्दै नबुझेकै युवाहरू उक्साएर भड्काएर कुनै झनै आन्दोलनको भिडमा धकेलिरहेका छन्। राजनीतिक अबुझ जेन्जीहरू कहिले कसको कुरा सही त कहिले कसको कुरा सही। उता निर्वाचन आयोगले 8 लाख भन्दा बढी नयाँ भोटर दर्ता भएको भन्दै सूचना प्रसारण गर्दा यता मौका हेरेर बस्नेहरूले लगभग नयाँ 15 वटा पार्टी खोल्न भ्याइसकेछन्। धन्यवाद।